हेलो, आज चाहिँ हाम्रो कम्पनीमा पार्टी छ। अनि पार्टी चाहिँ इफ्तार पार्टी हो रोजा खोल्नलाई। यो चाहिँ वर्षमा यो रोजाको टाइममा रमजानको टाइममा हुन्छ। अनि योचोटि चाहिँ अब यो युद्धले बन्दले गर्दा भएको थिएन। अब यो चाहिँ फर्स्ट हो। अनि हेरौँ कस्तो हुन्छ है, म देखाउँछु सबै ल। त्यहीहरू सबैजना हुन्छ यहाँ। अब टक्क फोटोसोटो खिच्ने कार्यक्रम भइरहेछ। यहाँ चाहिँ हाम्रो कम्पनीको एकदम खतरा मान्छे होइन, सबैसँग आइफोन छ, आइफोन मात्रै देखाउँछन्। ह्यान्डसम म्यान अली भाइ भन्दै लजाइरहेको थियो। अनि फोटोसोटो खिच्यो सबैजनाले। दाई साथीहरू सबैजना आयो। हाम्रो ह्यान्डसम दाई खुसी छन् आज पार्टीमा पार्टी खाने भएर होइन। सेल्फी हान्दै फोटो खिच्दै टाइम पास गरियो एकछिन। यहाँ चाहिँ टाइम भएपछि मात्रै खाना पाइन्छ। यो फोन चाहिँ नयाँ फोन हो, दामी आउँदो रहेछ फोटो। यो चाहिँ मोडल एकदम ह्यान्डसम। ल हामी फोटो खिचेर रेडी गर्नु पर्यो। अनि रेडी गरेर खाने टाइम भइसकेको छ। यस्तो हुन्छ, सबैजना यसरी बस्छौँ। अब यिनीहरूको आजान हुन्छ, आजान भएपछि एकैचोटि खाना स्टार्ट गर्नुपर्छ। सुरुमा चाहिँ खाना मिल्दैन। अनि सबैजना सबै थोक रेडी गरिसकेको छ। यिनीहरूको खजुर चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। खजुर चाहिँ हाम्रो गौत खा जस्तै हो। त्यो खाएपछि चाहिँ चोखिन्छौँ भन्ने हुन्छ। सुरुमा चाहिँ यिनीहरूले खजुर खान्छ, खजुरदेखि स्टार्ट गर्छ खाना चाहिँ। अनि हामीले खाएर रिटर्न भइसक्यौँ रुमतर्फ। यहाँ फेरि यसले हरान बजाइदिएछ। दाइलाई ऊपर रिस उठेछ, हेर्दैछन् पुरा तर्सिनु भएको छ दाइ चाहिँ है। ल आजको लागि यति नै, बाइ बाइ।